व्हाट्सअप गाइस व्हाट्सअप गाइस हामी चाहिँ फेरि यहीँ बस्यो हैन अनि फेरि यहीँ बसेर फेरि अनि यहीँ धर्मशालामा बसेर यहाँबाट चाहिँ हामी निक्लेको छौँ पूजा गर्नको लागि दाजुभाइ हामी यतै पूजा गर्छौँ ल लुक एट भ्यू गाइस तर भ्यू अहिले देख्दैन हैन म एकछिनमा देखाउँछु अलिक खुलेपछि दिन खुलेपछि देखाउँछु है कडाकडी हो सबजना हेर्नुपर्छ नागे पोखरे पूजा गरेर भ्याएको छ र अब हामी चाहिँ फेरि पूजा गरेर भ्याएपछि फेरि एक राउन्ड हान्नु पर्ने 3 राउन्ड भन्छ तर हामी चाहिँ 1 राउन्ड मात्रै हान्ने भनेर फेरि यहाँ पानी नि परिरहेको त्यही भएर चाहिँ हामी फेरि निक्लिसकेको छौँ र हेर्नु सक्नुहुन्छ सबैजनाले नागे पोखरीको भ्यू पानी पऱ्यो है राम्रोसँग देख्दैन तर पनि हेर्नु न राम्रै देखाउने कोसिस गर्छु सन्दीप भाइ पूजा गर्नु फेरि हिँड्ने है हेर्नु सक्नुहुन्छ है नागे पोखरीको भ्यू हजुरहरूलाई म घुमाएर देखाउँछु एक राउन्ड मात्रै घुमाएर देखाउँछु धेरै हेर्नु अच्छु यहाँ त माइनसमै होला कि चिसो लास्ट यस्तो पुरै हुस्सो लागेर यताबाट हिँड्नु सन्दीप भाइ हिँड्छु कि यताबाट यहाँबाट देखाइदिउँ न त पूजा गर्नेहरूको चाहिँ भिड चाहिँ फेरि यता फेरि नाग पञ्चमी हो नि त अनि त्यही भएर चाहिँ आज मान्छेहरू टन्नै भयो नत्र भए चाहिँ कोही हुँदैन नि फेरि कस्तो भ्यू हेर्न चाहनुहुन्छ हजुरहरूले त्यस्तै भ्यू देखाइदिन्छु नि फेरि मलाई म त फेरि त्यहाँ गएर चाहिँ देखाउनु हुन्न क्या त्यहाँको मन गर्नुपर्छ फेरि मान्छेको अगाडि चाहिँ फेरि मलाई लाज लाग्छ त्यही भएर चाहिँ यता गरे हो पानी परेर हेर्नु सक्नुहुन्छ है गाइजहरू हामी चाहिँ अब यहाँ नागे पोखरी भ्यू देखाउनलाई हामी माथि जाँदैछौँ है माथि डाँडामा आएर चाहिँ भ्यू हेर्नु सक्नुहुन्छ है डाँडाबाट देखिने भ्यू चट्ट लगाएर यहाँबाट चाहिँ राम्रोसँगले नागे पोखरी राम्रोसँग देख्छ त्यही कारणले गर्दाखेरि यहाँ आयो हामी माथि डाँडामा यहाँबाट चाहिँ अर्को भ्यू नि हेर्न सक्नुहुन्छ फेरि यताको भ्यू नि हो वाला छ नि फेरि हामी योभन्दा माथि चाहिँ जान्दिनँ होला तर ठिकै छ योभन्दा माथि चाहिँ हामी जाँदैछ अब चाहिँ अब भ्यू हेर्नु सक्नुहुन्छ सबैजना अब चाहिँ दिन खुलेको अवस्था पानी परिरहेको छ मैले पुरै भ्लग बनाइदिएको एउटा टाढाबाट भ्यू हेर्न सक्नुहुन्छ है सबैजना अब म देखाउँछु लगाइजहरू हावा चाहिँ बबाल चले ल हेर्नुहोस् त मार्छ होला यो बिना